तपाईले गानो गोला भन्ने गरेको अथवा चाहिँ पेटमा गोला जस्तो गरेर यता सर्ने उता सर्ने र सर्दाखेरि दुखाइ हुने खालको जुन हुन्छ र जाँच गर्दाखेरि खासै केही पनि छैन भने जस्तो हुन्छ र तर तपाईलाई समस्या हुन्छ। त्यस्तो खालको समस्या हुनुभन्दा अगाडिदेखि नै पूर्वरूप अथवा प्रिमोनिटरी साइनहरू के हुन् त्यस विषयमा कुरा गरौँ है त। पहिलो नम्बरमा छ उद्गार अथवा चाहिँ तपाईँलाई चाहिँ डकार बढी आउने हुन्छ र दिशा नहुने अथवा चाहिँ दिशा साह्रो हुने समस्या छ। पेटभरि खाना खान सक्नुहुन्न, थोरै खाना खाँदैमा पेट उटुस्स भयो जस्तो अथवा चाहिँ खाना खान पेटभरि नसक्ने हुन्छ र पेटमा गुडगुड आवाज आउँछ, पेट फुल्छ र पचाउन सक्ने शक्ति चाहिँ कम हुँदै हुँदै जान्छ भने भोलि गएर तपाईँलाई त्यस्तो खालको समस्या आउन सक्छ जुन तपाईँले भन्ने गर्नुहुन्छ। यो गानो गोला जस्तो हुन्छ जुन चाहिँ गोला यता सर्छ उता सर्छ अथवा चाहिँ त्यो सर्दाखेरि चाहिँ तीव्र खालको वेदना हुन्छ अथवा दुखाइ हुन्छ। यस्ता खालका लक्षणहरू छन् भने यी लक्षणहरूले चाहिँ भोलि गएर त्यो समस्या चाहिँ ल्याउन सक्छन् जसलाई तपाईँहरूले गानो गोला भनेर बुझ्ने गर्नुहुन्छ। यसको चिकित्सा चाहिँ स्नेहयुक्त चिकित्सा यसमा गर्नुपर्छ। स्नेहयुक्त भनेको चिल्लोयुक्त चिकित्सा, औषधि मिश्रित विभिन्न कल्पहरूको यसमा प्रयोग हुन्छ। दीपन पाचन चिकित्सा गरेपछि यी कल्पहरूको प्रयोग गर्दाखेरि यो समस्या प्राय कम भएर जान्छ, हटेर जान्छ। धन्यवाद।